नमस्कार दर्शकबिनहरु, स्वागत छ तपाईहरु सम्पूर्णलाई युट्युब च्यानलमा पी स्टक्सको नयाँ भिडियोमा। दर्शकबिन, आजको यस नयाँ भिडियोमा हामी तपाईहरुलाई ट्रेड टावर लिमिटेडको आईपीओ रिजल्ट सम्बन्धी सम्पूर्ण जानकारी दिनेछौं र साथमा यस कम्पनीको डिभिडेन्ड क्यापेसिटी के कस्तो रहेको छ र दोस्रो बजारमा पहिलो कारोबारको लागि कति ओपनिङ प्राइस पाउने छ त्यस सम्बन्धी पनि चर्चा गर्नेछौं र यस कम्पनीको आईपीओ चाहिँ पर्छ भने लङ टर्मको लागि होल्ड गर्दा बेटर हुन्छ अथवा सर्ट टर्ममै सेल गर्दा फेरि चाहिँ ज्यादा मुनाफा हुन्छ त्यस सम्बन्धी पनि विस्तृतमा चाहिँ चर्चा गर्नेछौं। त्यसैले अन्तिम समय र साथ दिनु होला र मन पर्यो भने चाहिँ लाइक कमेन्ट र शेयर गर्न पनि नभुल्नुहोस्। दर्शकबिन, भिडियो सुरु गरौं। दर्शकबिन, ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि 32,96,505 किता शेयर सहितको आईपीओ 2082 जेठ 14 गतेदेखि 20 गतेसम्म बिक्री खुल्ला गरेको थियो र उक्त आईपीओमा चाहिँ अन्तिम दिनसम्म कुल 21,69,891 जना लगानीकर्ताहरूले आवेदन दिएको सीडीएससीले जानकारी दिएको छ र उनीहरूले यस कम्पनीको 2.57 करोड किता भन्दा बढी शेयरको माग सहित चाहिँ आईपीओ आवेदन दिएका छन्, जसको मतलब यस कम्पनीको आईपीओ भन्दा करिब 7.82 टाइम्सले चाहिँ आवेदन बढी परेको छ। तर पनि यस कम्पनीको आईपीओ भने भाग्यमानी 3,29,650 जनाले मात्र 10 किताको दरले चाहिँ फेला पार्नेछन्, अर्थात आईपीओ शेयर चाहिँ फेला पार्नेछन् र उनीहरू मध्ये पनि अझ धेरै भाग्यमानी 5 जनाले एडिशनल 1 किता शेयर अर्थात 11 किता शेयर सहितको आईपीओ चाहिँ फेला पार्नेछन् र बाँकी रहेका करिब 18,40,241 जना भन्दा बढीको चाहिँ यस कम्पनीको आईपीओबाट हात खाली हुने पक्का रहेको छ। अब पनि लागौ यस कम्पनीको आईपीओ शेयर सम्बन्धी थप जानकारीहरुतर्फ र सुरुवातमा चाहिँ ओपनिङ रेन्ज सम्बन्धी चर्चा गरौं। यस कम्पनीले सेकेन्डरी मार्केटमा पहिलो कारोबारको लागि पाउने ओपनिङ प्राइस चाहिँ प्रति किता 123.09 देखि लिएर 369.27 को बीचमा चाहिँ हुनेछ र यसभन्दा घटी अथवा बढीमा चाहिँ यस कम्पनीको पहिलो शेयर कारोबार हुने छैन र यस कम्पनीको फन्डामेन्टल रिपोर्ट हेरेर हामीले प्रोजेक्ट गर्न सक्ने म्याक्सिमम शेयर प्राइस भने 1000 प्लस रहेको छ, जुन चाहिँ तपाईले यस कम्पनीको लागि रिस्क फ्री शेयर प्राइस पनि मान्न सक्नुहुन्छ। सोभरलमा यस कम्पनीको आईपीओ पर्छ भने तपाईले 1000 भन्दा माथि बेच्दा फेरि ज्यादा मुनाफा हुने चाहिँ देखिन्छ र यो कम्पनी चाहिँ प्रोफिटेबल नै रहेको छ र रिजर्भ पनि निकै नै राम्रो देखिन्छ। त्यसैले आगामी दिनमा यस कम्पनीले राम्रो डिभिडेन्डहरु पनि तपाईहरुको लागि चाहिँ अफर गर्न सक्नेछ, किनकि यो कम्पनीले चाहिँ सातै प्रदेशमा विभिन्न मेजर परियोजनाहरु चाहिँ बनाउने तथा लगानीहरु चाहिँ एक्सपान्सन गर्ने बताइरहेको छ। सो त्यसका लागि यस कम्पनीले भविष्यमा विभिन्न राइट शेयरहरु चाहिँ तपाईहरुको लागि खुला गर्न पनि सक्नेछ। सो यदि यस कम्पनीको आईपीओ पर्छ भने तपाईले लङ टर्मको लागि होल्ड गर्दा चाहिँ ज्यादा प्रोफिटेबल देखिन्छ। त्यही पनि तपाईहरुले सर्ट टर्ममा 1000 को आसपासमा बेचेर पछि यदि मार्केट क्र्याश हुन्छ अथवा मार्केट बियरिशमा जान्छ भने त्यो बेलामा फेरि कम प्राइसमा चाहिँ तपाईले यो कम्पनीको शेयर किनेर पनि होल्ड चाहिँ गर्न सक्नुहुनेछ। र दर्शकबिन, यस कम्पनीको आईपीओ इस्यु म्यानेजर एलएस क्यापिटल लिमिटेडको अनुसार हालसम्म यस कम्पनीको आईपीओमा परेका सम्पूर्ण आवेदनहरू कलेक्सन हुने काम भइसकेको छ र डेटा भेरिफिकेसनको काम पनि सुरु भइसकेको चाहिँ क्यापिटलले जनाएको छ र अबको केही दिनपछि यस कम्पनीले आईपीओ प्री एलोटमेन्ट चाहिँ गर्नेछ र त्यसपछि अर्को हप्ताको बुधबारसम्म चाहिँ यस कम्पनीको आईपीओ सर्वसाधारणको लागि बाँडफाँड गर्ने पनि क्यापिटलले चाहिँ जानकारी दिएको छ र त्यस सम्बन्धी कुनै पनि अफिसियल अपडेट आउँछ भने हामी तपाईहरुलाई कम्युनिटी पोस्टबाट अथवा फेसबुक पेजबाट चाहिँ अवश्य पनि जानकारी दिनेछौं। सो दर्शकबिन, आजलाई यति नै। भिडियो तपाईलाई कस्तो लाग्यो, यदि मन पर्यो र जानकारीमूलक लाग्यो भने कृपया आफ्ना साथीभाइलाई पनि शेयर गरिदिनु होला र यस्तै नेपाली शेयर मार्केट र आईपीओ तथा एफपीओ सम्बन्धी सम्पूर्ण जानकारीमूलक भिडियोहरु हेर्नका लागि चाहिँ हाम्रो युट्युब च्यानल मापी स्टक्सलाई सब्स्क्राइब गर्नुहोस् र साथमा रहेको बेल आइकनलाई पनि दबाउन चाहिँ नभुल्नुहोला। सो दर्शकबिन, थ्यांक्स फर वाचिङ दिस भिडियो।